एउटा साधारण भोट त्यो कसरी देशको प्रधानमन्त्रीसम्म पुग्छ होला? सुन्दा त निकै जटिल लाग्छ होइन? तर आज हामी यही यात्रालाई एकदमै सरल तरिकाले तह तह केलाएर हेर्नेछौं। एउटा भोटदेखि सिंहदरबारको कुर्सीसम्मको यो पुरै प्रक्रिया। अब यो पुरै प्रक्रिया बुझ्नलाई अलिकति पछाडि फर्किनुपर्छ। यसको जग कहाँबाट बन्यो त? खासमा 3वटा ठूला ऐतिहासिक घटनाहरू छन्। 1990 को जनआन्दोलन, त्यसपछि 2006 को शान्ति सम्झौता र 2015 मा आएको नयाँ संविधान हो। यिनै 3वटा माइलस्टोनले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको भनौँ न जग बसालेका हुन्। ल अब सुरु गरौँ जगबाटे। हामी यो यात्रा बटम अप अर्थात् तलदेखि माथि जानेछौं, मतलब शक्तिको सबैभन्दा पहिलो र महत्त्वपूर्ण तह स्थानीय समुदायबाट। हामीले दिने एउटा भोटको पहिलो असर कहाँ देखिन्छ त? त्यो हो स्थानीय तहमा। यही भोटले 5 जनाको एउटा वडा समिति बनाउँछ अनि यस्तै वडा समितिहरू मिलेर गाउँ वा नगरसभा बन्छ। र रमाइलो कुरा के छ भने त्यही सभाले फेरि स्थानीय सरकार चुन्छ। यो सबै प्रक्रियालाई फर्स्ट पास द पोस्ट भनिन्छ। सीधा भाषामा भन्दा दौडमा जो अगाडि आयो उसैले जित्यो। हो, मुख्य कुरा यही हो। वास्तविक शासनको शक्ति त्यो सिंहदरबारमा होइन, यही हाम्रो आफ्नै टोल छिमेकबाट, यही स्थानीय तहबाट सुरु हुन्छ। किनभने यो सिधै जनताले चुनेको सरकार हो। यही त हो नि लोकतन्त्रको असली जग। ल, स्थानीय तहको कुरा त भयो। अब एक तह माथि जाउँ, प्रदेशमा। हेरौँ यो जगमाथि प्रदेशको संरचना कसरी खडा हुन्छ। प्रदेशको चुनाव अलि फरक छ। यहाँको गणित बुझ्न एउटा सिस्टम बुझ्नुपर्छ, जसलाई मिश्रित निर्वाचन प्रणाली भनिन्छ। यसमा प्रतिनिधि छान्ने 2वटा तरिका छन्। एउटा त हामीले अघि भने जस्तै फर्स्ट पास द पोस्ट वा एफपीटीपी, जहाँ कुनै एक ठाउँमा सबैभन्दा धेरै भोट ल्याउनेले जित्छ। तर अर्को पनि छ समानुपातिक प्रतिनिधित्व वा पीआर। यसले चाहिँ के गर्छ भने पार्टीले देशभरि पाएको कुल भोटको आधारमा सिट दिन्छ। अब हेर्नुस्, यही 2वटा सिस्टमको मिश्रणले प्रदेश सभामा एउटा गजबको सन्तुलन ल्याउँछ। 60% सिट चाहिँ एफपीटीपीबाट आउँछन्, जसले गर्दा हरेक क्षेत्रको आफ्नो प्रतिनिधि हुन्छ। बाँकी 40% सिट चाहिँ पीआरबाट आउँछन्, जसले पार्टीको राष्ट्रिय एजेन्डा र विचारलाई प्रतिनिधित्व गर्छन्। कस्तो राम्रो ब्यालेन्स होइन त? ल, स्थानीय र प्रदेश तह हुँदै अब हामी आइपुग्यौं यो संरचनाको टुप्पोमा, संघीय संसद। हो, यही हो त्यो ठाउँ जहाँ देशका सबैभन्दा ठूला र शक्तिशाली निर्णयहरू हुन्छन्। काठमाडौँको यो संघीय संसदमा 2वटा घर छन्, भनौँ न 2वटा सदन। पहिलो हो प्रतिनिधि सभा। यो चाहिँ जनताको प्रत्यक्ष आवाज हो। यसमा 275 सदस्य हुन्छन्। 5 वर्षको लागि देशको कानून बनाउने मुख्य काम यही हुन्छ। अनि अर्को छ राष्ट्रिय सभा। यो चाहिँ अलि फरक छ। यो कहिल्यै विघटन नहुने स्थायी सदन हो। यसका 59 सदस्यहरू प्रदेश र स्थानीय तहबाट चुनिएर आउँछन्। अब यहाँ एउटा रोचक कुरा छ। प्रतिनिधि सभामा पनि त्यही प्रदेशको जस्तै 60-40 को फर्मुला लागू हुन्छ। मतलब कुल 275 सिट मध्ये 165 जना, जुन चाहिँ 60% हो, फर्स्ट पास द पोस्टबाट अर्थात् सिधै चुनाव जितेर आउँछन्। बाँकी 110 जना अर्थात् 40% समानुपातिक प्रणालीबाट आउँछन्। ल, चुनाव सकियो, सांसदहरू चुनिए। अब सुरु हुन्छ सबैभन्दा महत्त्वपूर्ण र चाखलाग्दो खेल। देशको प्रधानमन्त्री को बन्छ? अब सरकार बनाउने प्रक्रिया सुरु हुन्छ र संविधानले यसका लागि 4वटा सम्भावित बाटो देखाएको छ। स्टेप 1 एकदमै सिधा। कुनै एउटा पार्टीले एक्लै बहुमत ल्यायो भने त्यही पार्टीको नेता सिधै प्रधानमन्त्री। तर त्यसो भएन भने स्टेप 2 2 वा 2 भन्दा बढी पार्टी मिलेर बहुमत पुर्याउँछन् र उनीहरूको नेता प्रधानमन्त्री बन्छन्। अब गठबन्धन पनि बनेन भने स्टेप 3 संसदको सबैभन्दा ठूलो पार्टीको नेतालाई प्रधानमन्त्री बनाइन्छ। र अन्तिम अवस्थामा यदि त्यो पनि भएन भने स्टेप 4 संसदको कुनै पनि सदस्य जसले म बहुमत जुटाउन सक्छु भनेर दाबी गर्छ उसलाई मौका दिइन्छ। तर यहाँ एउटा शर्त छ। यदि कोही प्रधानमन्त्री गठबन्धनबाट वा सबैभन्दा ठूलो दलको नेताको रूपमा बनेको हो भने उसले एउटा परीक्षा पास गर्नुपर्छ। त्यसलाई भनिन्छ विश्वासको मत। यसमा प्रधानमन्त्रीले संसदमा उभिएर मसँग बहुमत सांसदको समर्थन छ भनेर प्रमाणित गर्नुपर्छ। यो पास भए मात्रै सरकारले निरन्तरता पाउँछ। तर सोच्नुस् त, यदि कसैले पनि त्यो विश्वासको मत पाउन सकेन भने के हुन्छ?
यो एउटा निकै महत्त्वपूर्ण प्रश्न हो जसले नेपालको राजनीतिक अस्थिरताको कथा पनि भन्छ। यस्तो बेला संविधानले केही सेफ्टी भ्याल्भ्स राखेको छ कि? हो, छ। यदि सरकार बनाउने सबै प्रयास फेल भयो भने संविधानले एउटा रिसेट बटन दिएको छ। त्यतिबेलाका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद नै भङ्ग गरेर 6 महिनाभित्र नयाँ चुनावको घोषणा गर्न सक्नुहुन्छ। मतलब जब नेताहरूले निर्णय गर्न सक्दैनन् तब निर्णय गर्ने अधिकार फेरि जनताकै हातमा फर्किन्छ। ल, यो त भयो चुनाव र सरकार बनाउने प्राविधिक कुरा। तर यो सबै गर्नुको पछाडि यो पूरै संरचनाको मूल दर्शन चाहिँ के हो त? यो संरचनामा राष्ट्रपतिको पनि महत्त्वपूर्ण भूमिका छ। उहाँ राष्ट्रको प्रमुख मतलब हेड अफ स्टेट हुनुहुन्छ। उहाँको मुख्य काम संविधानको रक्षा गर्ने र राष्ट्रिय एकतालाई जोगाइराख्ने हो। राष्ट्रपतिलाई चाहिँ संघीय संसद र प्रदेश सभाका सदस्यहरू मिलेर बनेको एउटा विशेष समूहले चुन्छ। अनि अन्त्यमा यो यति लामो यति जटिल प्रक्रियाको आखिर उद्देश्य के हो त? हाम्रो संविधानको प्रस्तावनाले यसको जवाब एकदमै सुन्दर ढङ्गले दिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हो। यही नै हो यो पूरै प्रणालीको अन्तिम लक्ष्य। यसले हामीलाई एउटा अन्तिम र भविष्यतर्फ सोझिएको प्रश्नमा ल्याएर छोड्छ। के यो यति मेहनतले बनाइएको संवैधानिक खाकाले साँच्चै नेपालको लागि एउटा स्थिर र समृद्ध भविष्य दिन सक्ला? यो एउटा ठूलो प्रश्न हो र यसको जवाफ त सायद आउने समयले नै देला।